अब यसलाई म तासेर काट्दैछु। तामाको सब्जी बनाउनलाई यसरी तास्नुपर्छ। त्यहाँबाट यसलाई फेरि यसलाई यसरी मसिनो काट्नु पर्यो। आफ्नो हिसाबले यसरी काट्दा हुन्छ। तपाईहरुले कसरी काट्नुहुन्छ म चाहिँ यसरी काट्दैछु, गोलो गोलो गरेर। अब यसमा मैले एउटा आलु छिलेर यसरी हाल्दैछु। अब यसलाई मसिनो काटेर एकैचोटि उसिन्छु म यसलाई पानीमा हालेर। मेरो पानी यहाँ उम्लिसकेको छ। म उम्लेको पानीमा हाल्न जाँदैछु यसलाई उसिन्नलाई। यसलाई उसिनेर यसलाई 5 मिनेट छोपेर उसिन्नु हो। मेरो यो अब पाकिसक्यो। यसलाई मैले आलु र यसलाई मैले उसिन्दै थिएँ। अझै एकछिन पाकोस् भनेको। त्यहाँबाट धेरै पकाउनु पर्दैन, ठिक्क पकाएर फ्राई। टमाटर एउटा टमाटर, एउटा प्याज र यो हामीले यहाँनिर आसाममा चाहिँ यसलाई भुट झोलकिया भन्छ, र नेपालीले चाहिँ के भन्छ थाहा भएन। अनि यो चाहिँ नागाल्यान्डमा चाहिँ यसलाई राजा मर्च भन्छ। अब म यसलाई आधा हाल्छु, धेरै पिरो हुन्छ, आधा मात्रै हाल्छु। अर्को हरियो खुर्सानी हाल्न मन लागेन मलाई। कडाई बसालिसकेको छु। अब तोरीको तेल हाल्दैछु मैले। तामामा चाहिँ धेरै तेल राम्रो हुँदैन। त्यही भएर यहाँ मेरो तेल तातिसकेको छ। मैले जिरा अलिकति हालिदिएँ। अब यसमा जिरा पड्केपछि प्याज हाल्दैछु। यसरी प्याज हालेर अलिक चलाएर तोरी चलाइदिनुपर्छ। यो अलिक गोल्डन फ्राई हुँदैन, फ्राई गर्नु पर्यो यसलाई। एकछिन मसला हालेर अब यो अलिक फ्राई मात्रै भयो। अब यसमा मैले यो हाल्न जाँदैछु। यो हो जिरा र लसुन र अदुवाको पेस्ट। बेसार पनि हाल्दैछु। अलिकति कलरको लागि रातो खुर्सानीको पाउडर। अब यसमा मैले यो तामा र आलु उसिनेर राखेको, अब यसलाई यहाँ हालेर अब नुन हाल्नु, स्वाद अनुसार नुन हाल्नु। मलाई चाहिँ अलिक चर्को नै मनपर्छ, तपाईँहरूलाई कस्तो मनपर्छ त्यो हिसाबले हाल्नुहोस्। नुन हालिसकेपछि एकछिन मजाले टमाटर अब यसमा मैले टमाटर एड गर्दैछु। मैले एउटा टमाटर हालेको छु। धेरै टमाटर फेरि गुलियो हुन्छ। यसलाई झोल हाल्ने होइन, यसलाई म सुक्खा फ्राई जस्तै बनाउने हो, दबदबे झोल। अब यसमा मैले अघि भनेको नि यो आसामको भुट झोलकिया यो हाल्दैछु म आधा। धेरै हाल्नु धेरै पिरो हुन्छ, त्यही भएर आधा मात्रै हाल्दैछु। तपाईँले धेरै पिरो खानुहुन्छ भने तपाईँहरूले धेरै पिरो खानुहुन्छ भने खुर्सानी फर्न सक्नुहुन्छ। म चाहिँ धेरै पिरो खान सक्दिनँ, त्यही भएर आधा मात्रै हालेको। सकेको छ। साथीहरू कस्तो लाग्यो कमेन्ट्स गर्नु, लाइक, सेयर, सब्सक्राइब गर्नु होला।